गुड मर्निङ दोस्त नमस्ते अनि हजुरहरु के कस्तो हुनुहुन्छ हामी चाहिँ एकदमै हाल ठिकै छौं अनि आजको हाम्रो डेस्टिनेसन चाहिँ बेलफास्टको छ अनि आज चाहिँ हाम्रो चाहिँ अलिकति काम छ त्यही भएर म र मेरो बुढो चाहिँ हामी बेलफास्ट जाँदै छौं हाम्रो भाइहरु पनि हुनुहुन्थ्यो उहाँ चाहिँ भाइ बहिनी चाहिँ अगाडि हिँड्नु भयो किनभने उहाँहरुको अगाडि नै छ अनि हाम्रो चाहिँ अलि पछाडी नै काम छ हाम्रो 2 बजेदेखिको काम छ अनि हामीले नि सँगै जानु पर्यो भने 10 बजेको ट्रेन भेटाउन आएको तर लेट भयो 5 मिनेट लेट भयौं त्यही भएर इनका हेला वा के अरे मैले सिकाएको के अरे बडा इनका हेला वा म हिरो छु भने अरे मेरो बुढीले सिकाएको त्यो चाहिँ मलाई थाहा छैन के हो इनका हेला वा भन्दै यसो भन्छ म हिरो भनेर भनेको अरे अब खोइ त्यो के हो थाहा छैन कमेन्ट गरिदिनु होला प्लिज के हो त्यो भने त्यो भनेको म हिरो म ह्यान्डसम छु भनेको क्या बडा ट्रेन इनका हेला वा हेला हो इनका हेला वा राई भाषाबाट भन्नु त मेरो नाम मणिराजपुरी हो भन्नु त इनका मणिराजपुरी दिनकाला भन्नु न राम्ररी इनका मणिराजपुरी सिर्जना वाइफ तपाईले सिकेको यति नै हो अहिले गाइस तपाईले देख्न सक्नुहुन्छ हामी चाहिँ बेलफास्ट आइसक्यौं बडा यता हेर्नु सन्चै हुनुहुन्छ के भने बाबा हामी चाहिँ बेलफास्ट आइपुगिसक्यौं अनि हामी डेस्टिनेसनमा पनि पुग्न आँटिसक्यौं कति मिनेट बाँकी छ 4 मिनेट बाँकी छ पुग्नलाई अनि हामी यहाँ किन आएको भन्ने चाहिँ किन आएको भन्दा चाहिँ अहिले चाहिँ त्यो नभनौँ होला जस काम छ हाम्रो भनौँ न अनि यो के को ह्यान्डसम छु म मेरो बुढा राम्रो छ कि म राम्रो छु गाइस यसो कमेन्ट गरिदिनु पर्यो है हाम्रो राम्रो केटीले चाहिँ मलाई मेसेज गर्नु होला पर्सनली म रिप्लाई हान्छु यति साह्रो नभन्नु न मेरो चित्त दुख्छ हामीले पहिलोचोटि अब पहिलोचोटि भनौँ न हामीले ब्लग स्टार्ट गर्दैछौँ सबैले सपोर्ट गरिदिनु होला माया गरिदिनु होला होइन अनि अरू के भन्नु छ हामी यतै राइट बाटो हो नि खै एकछिन पर्खिनु भ्युअर्सहरूलाई के भन्नु मन छ भन्नु त एकचोटि आई लभ यु छ्या म त ओस नभन्दिनु नि हामी पल्लोपट्टि खाजा खान आइरहेछ अनि हामीले चाहिँ केएफसी आइरहेको थियौँ हाम्रो सही छ यस्तो दामी अस्ति पनि हामीले भिडियो हामी चाहिँ खाजा खान आइरहेछ अनि चाहिँ हाम्रो आजको खाजा हो यहाँ चाहिँ हट विङ्स छ अनि यहाँ छ बर्गर फ्रेन्च फ्राई कस्तो मिठो छ भन्दा जानु बर्गर दामी छ है अस्ति हामीले लन्डन डेरीमा खाएको भन्दा मिठो छ है त्यहाँको चाहिँ अलिक फ्लेभर कस्तो नमिठो आयो क्या हामी चाहिँ खाजा साजा खाएर बाहिर निस्किसक्यौँ यसले फेरि घाम लाग्दैछ मेरो टोपी फुकालेको त कस्तो कपाल सबै उयो भएछ हौ क्या हामी जान आँटेको चाहिँ प्रिमार्क हो के हो किङ ट्रेनर्स सुहाइरहेछ त त्यसले तर दाम पो महँगो भयो त्यसको यहाँ घटाएछ है घटाउँदैन न नेपाली जस्तो नेपालमा जस्तो 20 पाउन्डको 10 पाउन्डमा दिएन भन्नु न अब डिस्काउन्ट मागिहाल्नु त कपाल भएन कपाल त सनले अब यसो किन काट्नु भएन के छ हाम्रो प्लान ल यसमा हाल्नु मन पर्यो भने
अहिले चाहिँ हामी यहाँ जारा सोरुम आइरहेको छौँ कपडा हेर्न ल। यहीकोबाट हामीले चाहिँ अलिकति कपडा किन्यौँ अनि अझै यहाँ अलिकति सपिङ गर्न बाँकी थियो, त्यही भएर फेरि हामी यहाँ जारा आइरहेको छौँ। यतिको हाइट चाहिँ हुनुपर्ने है। यतिकै त छ। अब म यहाँ माथि आयो भने कतिको चाहियो। अब यहाँ हामी कान्छाको लागि भेस्ट हेर्नु छ अनि मेरो लागि एउटा ज्याकेट हेर्नु छ। कुन लाने अरे? आज जे मिलायो त्यही ठिक्क साइज हो। पछाडिबाट चाहिँ कान्छा हर्लाङ हर्लाङ छ हो, एक साइज सानो छैन? ठुलो भयो त्यो साइज हेर्नु कान्छा सुहाएन। साइज हेर्नु न। म चाहिँ कस्तो भिडियो बनाउँदै बसेको यार। मलाई चाहिँ यो ज्याकेट मन परेको, यसको दाम चाहिँ यति महँगो छ नि के भनौँ र। राम्रो देखिरहेछ। यहाँ माथि गोजी पनि रहेछ के। हेलो गाइस, तपाईँले देख्न सक्नुहुन्छ हामी चाहिँ हाम्रो काम सकेर फर्किँदैछौँ। अहिले चाहिँ 6 बजेको ट्रेनमा 26को ट्रेनबाट हामी रुम फर्किँदैछौँ। यति धेरै गलेको छ नि, टाउको पनि दुख्दैछ, गाडीले गर्दा यति धेरै टाउको दुख्दैछ नि। यहाँ त हाम्रो सामानहरू यति धेरै छ नि, ओ माई गड। हामीले इन्डियन स्टोर र एसियन स्टोर गएर नेपाली सामानहरू यति धेरै लिएर आएको छ। यी तपाईँहरू पनि देख्न सक्नुहुन्छ। 3 झोला छ सामान पनि। यो चाहिँ भुजा हो, भुजा न्युटेला हो। यो 90 पाउन्डको सामान जम्मा यति हो। योहरू हेर्नु होला। लाइक सेयर र सब्सक्राइब पनि गरिदिनु होला गाइज, जसले गर्दा हामीलाई मोटिभेट मिलोस् होइन। अनि अझै नयाँ नयाँ राम्रो राम्रो डेली ब्लग्सहरू लिएर आउनेछौँ गाइज। सो सी यू इन द नेक्स्ट ब्लग गाइज।